एउटा शान्त गाउँको कुनामा एउटा सानो र चिटिक्क परेको घर थियो, जहाँ कि सासुआमा असाध्यै सोझी र मिजासिली थिइन्। उनी आफ्नो जीवनको उत्तरार्धमा एउटा असल बुहारीको आगमनले घर स्वर्ग बन्ने सपना देख्थिन्। तर जब सुन्तलीको त्यो घरमा बुहारीका रूपमा पाइला पर्यो, त्यो शान्ति बिस्तारै बाछिटा परेर हराएको तलाउ जस्तै अशान्त बन्न थाल्यो। सुन्तली हेर्दा जति सफा र सुन्दरी थिइन्, उनको बोलीमा त्यति नै धार र तिखोपना थियो। उनी गाउँभरि मुखाली भनेर चिनिन थालेकी थिइन्, तर सासुआमा भने बुहारीले जानेकी छे, टाँठी छे भनेर आफ्नै मन बुझाउँथिन्। यो कथाको पहिलो भागमा सुन्तलीको स्वभाव र सासुको सोझोपनको एउटा मार्मिक र व्यङ्ग्यात्मक चित्रण छ, जसले हाम्रो समाजको एउटा यथार्थ पाटोलाई उजिल्याउँछ। भडौको उकुसमुकुस गर्मीमा जब सासुआमाले भान्सामा पसिना पुछ्दै तरकारी केलाउन खोज्थिन्, तब बुहारी भने कोठाको ऐना अगाडि बसेर आफ्नो अनुहार हेर्दै माइकीका गफका पुल बाँझ्न व्यस्त हुन्थिन्। सासुले कहिलेकाहीँ नम्र भएर, नानी अलि चाँडो भात बसाल्नु पर्यो, बाहिर मान्छेहरू आउने बेला भो भन्दा बुहारीको जवाफ यति तिखो हुन्थ्यो कि सासुको मुटु नै चस्स हुन्थ्यो। सुन्तली भन्थिन्, ए बुढी आमै, तपाईँलाई के को हतार? मलाई त आफ्नो माइतीको यादले निद्रा लाग्दैन, यहाँ कामको कुरा नगर्नुस्। मेरो माइतीमा त मलाई एउटा सिङ्का भाँच्न पनि दिँदैनथे, यहाँ त तपाईँ मलाई नोकर्नी बनाउन खोज्नुहुन्छ? सासु चुपचाप तरकारी केलाउन थाल्थिन्, किनकि उनलाई थाहा थियो कि यदि उनले एक शब्द थपिन् भने बुहारीले 1000 शब्दको वर्षा गर्नेछिन्। सुन्तलीको मुखाली स्वभावको सीमा यतिमै सकिँदैनथ्यो। उनी घरको हरेक कुनामा खोट देख्थिन्, तर हात भने चलाउँदिनथिन्। आँगनमा फोहोर थुप्रिए पनि उनी नाक खुम्च्याउँदै सासुलाई देखाउँथिन् र भन्थिन्, कस्तो फोहोर घर, मान्छेलाई बस्न पनि घिन लाग्ने। मेरो माइतीमा त भुइँमा पनि हिरा जस्तो टल्किने पत्थर छापिएको छ, यहाँ त माटै माटो। सासुआमा भित्रभित्रै खिन्थिन्, तैपनि बुहारीको अगाडि मुस्कुराहट नै देखाइरहन्थिन्। सासुलाई लाग्थ्यो सायद समय बित्दै जाँदा बुहारीले यो घरलाई आफ्नै ठान्नेछिन् र उनको बोलीमा अलिकति भए पनि मिठास आउनेछ। तर सुन्तलीको अहङ र माइतीको घमण्ड दिन प्रतिदिन बढ्दै गयो। एक दिन गाउँका केही छिमेकी आइपुगे र सासुलाई सोधे, होइन बजै, तपाईँको बुहारी त निकै बाठी रहेछन्, बाहिरतिर पनि तपाईँको खुब कुरा काट्दै थिइन् नि। सासुले हाँसी हाँसी टार्न खोजिन्, होइन बाबु, ऊ अलि स्पष्ट वक्ता छे, मनमा जे छ मुखमा त्यही निकाल्छे, ऊ जान्ने पनि छे नि त। तर भित्र कता कता उनलाई पनि चित्त दुखेको थियो। बुहारीले बाहिर गाउँभरि सासुलाई केही नजान्ने लाटी भनेर प्रचार गरिरहेकी थिइन्। सुन्तलीलाई लाग्थ्यो कि उनको बोली नै उनको शक्ति हो र सासुको सोझोपन उनको कमजोरी। उनी हरेक कुरामा आफूलाई सर्वश्रेष्ठ देखाउन खोज्थिन् र सासुलाई अपमान गर्न कुनै मौका छोड्दिनथिन्। एकातिर सासुको मौनता र अर्कोतिर बुहारीको निरन्तरको कर्कश बोलीले घरको वातावरण बोझिलो बनेको थियो। सासुले जति नै माया र सद्भावले नानी यो खाऊ त्यो खाऊ भने पनि बुहारीले सधैँ खोट लगाउँथिन्। कस्तो खल्लो खाना, तपाईँले त पकाउन पनि बिर्सनु भएछ कि क्या हो? मेरो माइतीमा त यस्तो खाना कुकुरले पनि सुँग्दैनथ्यो। यति भन्दै उनी थाल हुर्याउँथिन्। सासुको आँखामा आँसु टिलपिल हुन्थ्यो, तर ती आँसु बुहारीले कहिल्यै देखिनन् वा देख्न चाहिनन्। सुन्तलीको लागि घर एउटा युद्ध मैदान जस्तो भएको थियो, जहाँ उनी आफ्नो बोलीको हतियार चलाएर सधैँ जित्न चाहन्थिन्। हुन्छ कि कसरी एउटा व्यक्तिको अहङ्कार र मुखाली स्वभावले परिवारको शान्ति भङ्ग गर्छ र कसरी सोझो मान्छे सधैँ सहनशीलताको परीक्षामा परिरहेको हुन्छ। रात पर्न थालेपछि जब घर सुनसान हुन्थ्यो, सासुआमा भगवानको तस्बिर अगाडि बसेर प्रार्थना गर्थिन् कि उनको बुहारीमा छिटै सद्बुद्धि आओस्। तर सुन्तली भने अर्को दिन कुन बहानामा सासुलाई होच्याउने र कसरी आफ्नो माइतीको झुटो प्रशंसा गर्ने भनेर योजना बनाइरहेकी थिइन्। सासुको धैर्यको बाँध बिस्तारै भरिँदै गएको देखिन्छ र बुहारीको अहङ्कारले आकाश छुन खोजेको छ। समाजको यो यथार्थ चित्रणले हामीलाई सोच्न बाध्य पार्छ कि बोलीको मिठास नभएको सुन्दरताको के अर्थ, र जहाँ सम्मान छैन त्यहाँ परिवार कसरी टिक्न सक्छ। समयको चक्र सधैँ एक नासले घुम्दैन। सुन्तलीको मुखाली स्वभाव र सासुआमाको मौन सहनशीलताको बीचमा एउटा यस्तो मोड आयो जहाँबाट कथाले नयाँ रूप लिन थाल्यो। सुन्तलीको घमण्डको एउटा नयाँ उचाइ र सासुआमाको भित्री पीडाको पराकाष्ठा देखाइएको छ। गाउँमा मेला लागेको समय थियो, जहाँ सबैका घरमा पाहुना पासा आउने र रमाइलो गर्ने चलन थियो। सुन्तलीका लागि भने यो आफ्नो माइतीको धाक लगाउने र सासुलाई अझै बढी होच्याउने एउटा ठूलो अवसर बनेको थियो।
उनले गाउँका अरू महिलाहरूका अगाडि उभिएर भन्न थालिन्, हेर्नुस् न, मेरो सासू त कस्ती लद्दु हुनुहुन्छ, एउटा राम्रो सेलरोटी पनि हाल्न जान्नुहुन्न। मेरो माइतीमा त मेरी आमाले औँलाले घुमाउँदा पनि चन्द्रमा जस्तै गोलो रोटी बन्थ्यो, यहाँ त टालेको धोती जस्तो रोटी पाक्छ। सासू आमाले भान्सामा बसेर यी सबै कुरा सुनिरहेकी थिइन्। उनको मनमा चस्स काँडा बिझे झैँ भयो, तर पनि उनले केही बोलिनन्, किनकि उनलाई थाहा थियो कि बुहारीसँग मुख लाग्नु भनेको आफ्नो इज्जत आफैले फाल्नु हो। सुन्तलीको बोली यति तीखो थियो कि उनले सासूले पकाएको खिरलाई पानी जस्तो र सासूले सफा गरेको आँगनलाई गोठ जस्तो भन्न पनि पछि हट्दिनथिन्। मेलाको दिन घरमा केही टाढाका आफन्तहरू पाहुना लागेर आए। ती आफन्तहरूका अगाडि सुन्तलीले आफूलाई यसरी प्रस्तुत गरिन् कि मानौ यो घरको सबै जिम्मेवारी उनकै काँधमा छ र सासू त केवल एउटा बोझ मात्र हुन्। उनले पाहुनाहरूलाई चिहा टक्र्याउँदै भनिन्, खानुस् खानुस्, यो चिहा त मैले बनाएकी हुनाले मात्र मिठो भएको हो, नत्र त यहाँ तातो पानीमा धुलो मिसाएर दिने चलन छ। पाहुनाहरू अक्क नबक्क परे। उनीहरूले सासू आमाको अनुहारमा हेरे, जहाँ एउटा फिक्का मुस्कान बाहेक केही थिएन। सुन्तलीले आफ्नो माइतीबाट ल्याएको एउटा सानो पित्तलको गाँग्री देखाउँदै भनिन्, यो हेर्नुस्, मेरो बुबाले मलाई दाइजोमा दिएको सुन जस्तै टल्किने गाँग्री। यस्तो चिज यो गरिब घरमा कहिल्यै देखेका थिएनन् होला। सासू आमाले बिस्तारै भनिन्, नानी, त्यो त राम्रो छ, तर अलि होसियारीले राख है, कतै ठोकिएला। यति भन्नु के थियो, सुन्तली आगो भइन्। मलाई सिकाउने? तपाईले आफ्नो जीवनमा यस्तो चिज छुनु त भएको छ र? आफ्नो फाटेको चोलो सिउन नसक्नेले मलाई उपदेश दिने? पाहुनाहरूका अगाडि सासूको यो अपमान देख्दा सबैका टाउका निहुरिए, तर सुन्तलीको टाउको भने घमण्डले अझै माथि थियो। त्यो साँझ र मेलाबाट फर्किने क्रममा गाउँका केही ठालुहरूले सासूलाई जिस्क्याउँदै सोधे, ए बजै, बुहारी त साह्रै मुखाली रहेछिन्, तपाईलाई त सातो नै खाएकी होली नि। सासूले लामो सास फेर्दै भनिन्, मुख चल्नु ठुलो कुरा होइन बाबु, हात चल्नु र मन सफा हुनु ठुलो कुरा हो। म त बुढी भएँ, उसैको पालो हो, जे सुकै भनोस्। तर सुन्तलीले यो कुरा सुनिन् र झन रिसाइन्। उनले घर पुग्ने बित्तिकै ठूलो स्वरमा कराउन थालिन्, तपाईले बाहिर मेरो कुरा काट्ने, मलाई गाउँलेका अगाडि नराम्रो बनाउने? अब देख्नुहुनेछ म यो घर कसरी चलाउँछु। उनले भान्साको साँचो खोसेर आफ्नो कम्मरमा भिरिन् र घोषणा गरिन् कि अबदेखि सासूले उनको अनुमति बिना एउटा दाना चामल पनि छुन पाउने छैनन्। सासू आमा चुपचाप आफ्नो कोठामा गइन् र भगवानको मन्दिर अगाडि बसेर रुन थालिन्। उनलाई लाग्यो कि उनको सोझोपन नै आज उनको सत्र बनेको छ। सुन्तलीले घरका सबै भाँडाकुँडा र सामानहरूमा आफ्नो अधिकार जमाइन्, तर उनले यो बिर्सिन् कि घर केवल सामानले होइन, सम्बन्धले चल्छ। उनले सासूलाई खाना दिँदा पनि थोरै र नमिठो भाग छुट्याउन कालिन्। यति खाए पुग्छ तपाईलाई, दिनभरि बसेर खानेलाई धेरै किन चाहियो? सुन्तलीको यो व्यवहारले छिमेकीहरू पनि दिक्क भइसकेका थिए। उनीहरू भन्थे, कस्ती अलक्षिण बुहारी आएछ, सासू जस्ती देवतालाई पनि यस्तो दुःख दिने। तर सुन्तलीलाई कसैको डर थिएन। उनलाई लाग्थ्यो कि उनी सबैभन्दा बाठी छिन् र कसैले उनलाई केही गर्न सक्दैन। उनले आफ्नो माइतीमा फोन गरेर झुटो कथा सुनाउँथिन्, अम्मा, यहाँ त मलाई सबैले हेप्छन्, सासूले काम मात्र अराउँछिन्, तर मैले पनि सबैलाई तह लगाएकी छु। सुन्तलीको यो झुठो अहङ्कारले उनलाई वास्तविकताबाट टाढा पुर्याइरहेको थियो। सासू आमा भने भित्रभित्र एउटा ठूलो निर्णय लिन खोज्दै थिइन्, तर उनको सोझो मनले सधैँ बाधा पुर्याउँथ्यो। द्वन्द्वले आफ्नो उचाइ लिएको छ। एकातिर अपमानको पराकाष्ठा छ भने अर्कोतिर सहनशीलताको अन्तिम बिन्दु। रातको सन्नाटामा सुन्तली ऐना हेर्दै मुस्कुराउँथिन् र आफूलाई यो घरको रानी ठान्थिन्, तर उनलाई थाहा थिएन कि जुन जगमा उनले आफ्नो घमण्डको दरबार ठड्याएकी छिन् त्यो जग नै बालुवाको छ। सासू आमाको आँसुले कतै न कतै सुन्तलीको भाग्यमा ग्रहण लगाउँदै थियो। यो एउटा यस्तो खबर फैलिन्छ जसले सुन्तलीको यो कृत्रिम संसारलाई हल्लाइदिने निश्चित छ। उनको माइतीको त्यो धाक र सासूको सोझोपनको परीक्षा अब एउटा कठिन मोडमा पुग्नेछ। कथाले अब एउटा यस्तो मोड लिनेछ जहाँ मुख मात्र चलाउने सुन्तलीले आफ्नो बुद्धि र साहसको वास्तविक परीक्षा दिनुपर्नेछ। समयको गतिसँगै सुन्तलीको अहङ्कारले आकाश छुन थालेको थियो भने सोझी सासू आमाको धैर्यको बाँध बिस्तारै फुट्ने तर्खरमा थियो। कथाले एउटा यस्तो मोड लिन्छ जहाँ सुन्तलीको मुखाली स्वभावले घरको दैलो नागेर समाजको बीचमा एउटा ठूलो तमासा खडा गर्छ। गाउँमा एउटा कुल पूजाको आयोजना गरिएको थियो, जहाँ गाउँका भद्र भलादमी, टाढा टाढाका नातेदार र छिमेकीहरूको ठूलो जमघट हुने निश्चित थियो। सुन्तलीका लागि यो आफ्नो महारानी छवि देखाउने र सासूलाई काम नलाग्ने बुढी साबित गर्ने स्वर्ण अवसर थियो।
उनले बिहानैदेखि ऐना हेरेर महँगो साडी र गहनाको प्रदर्शन गर्न सुरु गरिन्, जबकि सासुआमा भने भान्सामा एक्लै पाहुनाका लागि सेलरोटी र तरकारीको जोहोमा व्यस्त थिइन्। पूजाको दिन घरमा मान्छेहरूको भिड बढ्दै गयो। सुन्तलीले पाहुनाहरूका अगाडि सोफामा खुट्टा खप्ट्याएर बसेर गफ लडाउन थालिन्। हेर्नुस् न ठुलिआमा, यो घरको सबै बोझ मेरै थाप्लोमा छ। सासुआमा त अब कुनामा बसेर माला जप्ने मात्र हो। एउटा सानो काम हरायो भने पनि बिर्सनुहुन्छ। म नभएको भए त यो घर अहिलेसम्म खण्डहर भइसक्थ्यो। उनले यति भनिरहँदा भान्साबाट सासुआमाले पसिना पुस्दै ग्रौँ ताउलो उचालेर बाहिर ल्याउँदै थिइन्। सासुको हात कामेको देखेर एकजना पाहुनाले सहयोग गर्न खोजे, तर सुन्तलीले बीचमै रोक्दै भनिन्, छोडिदिनुस् न, उहाँलाई यस्तो काम गर्ने बानी छ। बरु मलाई हेर्नुस्, बिहानैदेखि मेरो टाउको दुखेर हैरान छ। तैपनि यो घरको इज्जत जोगाउन म यसरी हाँसेर कुरा गरिरहेकी छु। सुन्तलीको यो व्यङ्ग्यात्मक बोलीले सासुआमाको भित्री मनमा आगो बलिरहेको थियो, तर उनी सधैँझैँ मौन नै थिइन्। तर त्यो दिन परिस्थिति अलि फरक भयो। सुन्तलीले आफ्नो माइतीको धाक लगाउँदै भनिन्, मेरो माइतीमा त यति धेरै सुन छ कि एउटा कोठा नै भरिन्छ। यहाँ त एउटा तिलहरी बनाउन पनि सासुले वर्षौँ सोच्नुपर्छ। कस्तो कन्जुस घरमा परेछु म। सासुआमाले यो सुनेपछि बिस्तारै भनिन्, नानी, सुनभन्दा गुण ठुलो हुन्छ, धेरै नबोल है। सासुको यो एक वाक्यको प्रतिवाद सुन्तलीका लागि ठुलो अपमान झैँ भयो। उनले सबै पाहुनाका अगाडि चिच्याउँदै भनिन्, ए बुढी, मलाई मुख लाग्ने, तपाईको त हैसियत के छ र? म आएर मात्र यो घरमा अलिकति उज्यालो आएको हो, नत्र त तपाईँ अन्ध्यारो कुनामा रोएर बस्नुहुन्थ्यो। पाहुनाहरू सबै अवाक भए। गाउँका मुखियाले सुन्तलीलाई सम्झाउन खोजे, बुहारी, सासु भनेको आमा समान हुन्, यसरी अपमान गर्नु हुँदैन। तर सुन्तलीको मुख त कैँची जस्तै चल्न थाल्यो। मुखियाज्यू, तपाईँ आफ्नो घर सम्हाल्नुहोस्, मेरो घरमा न्याय दिने कोसिस नगर्नुहोस्। यो बुढीले मलाई भित्रभित्रै कति दुःख दिन्छे तपाईँलाई के थाहा? बाहिर सोझी बन्छे, भित्र भने बोक्सी जस्ती छे। यस्तो कठोर शब्द सुन्ने बित्तिकै सासुआमाको धैर्य टुट्यो। उनले हातमा लिएको पन्यु भुइँमा पछारिन् र पहिलो पटक ठुलो स्वरमा भनिन्, धेरै भो सुन्तली, अब अति भयो। मेरो सोझोपनलाई मेरो कमजोरी नठान। यो घर मैले रगत पसिना बगाएर बनाएको हो, तिम्रो माइतीको गफले ठडिएको होइन। पूरा आँगनमा सन्नाटा छायो। सुन्तलीले सोचेकी पनि थिइनन् कि सधैँ हुन्छ नानी भन्ने सासुले यसरी प्रतिवाद गर्लिन्। तर सुन्तली त झन मुखाली। उनले झन ठुलो स्वरमा रुँदै नाटक सुरु गरिन्, हेर्नुस् हेर्नुस्, सबैले हेर्नुस्, यो बुढीले मलाई कुट्न खोज्दैछे। म अब यो घरमा एक पल पनि बस्दिनँ। म अहिले माइती जान्छु र मेरो बुवालाई बोलाएर यो घरको इँटा उकाउन लगाउँछु। उनले आफ्ना लुगाहरू पोको पार्न थालिन् र पाहुनाहरूका अगाडि रुँदै कराउँदै घरबाट निस्किन खोजिन्। उनलाई लागेको थियो कि सासुआमा डराएर खुट्टा समात्न आउनेछिन् र माफी माग्नेछिन्। तर सासुआमाले शान्त भएर भनिन्, जाउन नानी, तिम्रो माइतीको महल कति ठुलो रहेछ, म पनि हेरौँला। तर याद राख, यो घरको दैलो तिम्रो अहङ्कारका लागि सधैँ बन्द हुनेछ। सुन्तली झन रन्थनिएर बाहिर निस्किन्। उनले बाटोमा भेटिने जति सबैलाई सासुको सत्तो सराप गर्दै हिँडिन्। त्यो बुढी त पागल भइछ, मलाई घरबाट निकालिदिए। तर गाउँलेहरूले वास्तविकता बुझिसकेका थिए। कसैले पनि उनलाई सहानुभूति देखाएनन्। सुन्तलीको यो मुखाली स्वभावले उनलाई एक्लो बनाउँदै लगिरहेको थियो। उनी आधा बाटो पुग्दा नपुग्दा एउटा अचम्मको घटना घट्यो। उनले आफ्नो माइतीबाट कसैलाई फोन गरिन्, तर उताबाट आएको जवाफले उनको सातो खायो। उनका बुवाले भने, सुन्तली, तिमीले घरमा सासुलाई अपमान गरेको खबर हामीले पायौँ। यस्तो मुखाली छोरीलाई हामी पनि हाम्रो घरमा ठाउँ दिँदैनौँ। पहिले आफ्नो व्यवहार सुधार, अनि मात्र यहाँ आउनु। सुन्तलीको खुट्टामुनिको जमिन भासे झैँ भयो। जुन माइतीको धाक उनले दिन रात लगाउँथिन्, त्यही माइतीले उनलाई ढोका बन्द गरिदियो। अब उनी न घरकी रहिन् न माइतीकी। साँझ पर्न थालेको थियो। जङ्गलको बाटो एक्लै हिँड्दा उनलाई डर लाग्न थाल्यो। उनको त्यो अहङ्कार र बोलीको शक्ति अब मधुरो हुँदै गयो। सुन्तली एउटा चौतारीमा बसेर एक्लै रोइरहेकी छिन्। उनको मुख अब चल्न बन्द भएको छ र मस्तिष्कमा सासुआमाको त्यो शान्त तर शक्तिशाली अनुहार घुमिरहेको छ। के सुन्तली अब घर फर्किने आँट गर्लिन्, वा उनको यो मुखाली स्वभावले उनलाई अझै ठुलो सङ्कटमा पुर्याउनेछ? यो भागले देखाउँछ कि जब मान्छेको घमण्डको सीमा नाङ्छ, तब उसले आफ्नै छायाबाट पनि डराउनु पर्ने स्थिति आउँछ। चौतारीमा बसेर सुन्तलीका आँखाहरू बर्खाको झरी झै बर्सिरहेका थिए। जुन मुखले उनले सासुलाई हजारौं वचन लगाइन्, आज त्यही मुखबाट एउटै शब्द पनि निस्किन सकिरहेको थिएन। सन्नाटाले भरिएको जङ्गलको बाटो र झिसमिसे साँझको त्यो समयमा
सुन्तलीलाई आफ्नो अस्तित्व निकै सानो महसुस भइरहेको थियो। सुन्तलीको अहङ्कारको पतन र उनको भित्री पश्चातापको एउटा मनोवैज्ञानिक चित्रण गरिएको छ, जहाँ समाजको व्यङ्ग्य र पारिवारिक मूल्यको अर्को पाटो खुल्छ। सुन्तलीले सोचिरहेकी थिइन्, मैले त सधैँ आफूलाई मात्र ठुलो ठाने, माइतीको झुटो सान देखाएर सासूको साँचो मायालाई कुल्चिए। आज त्यही माइतीले पनि मेरो मुखाली स्वभाव देखेर ढोका थुनिदियो। उनको मनमा सासूआमाका ती शब्दहरू गुन्जिरहेका थिए, सुनभन्दा गुण ठुलो हुन्छ। उनले विगतका दिनहरू सम्झिन्, जब सासूआमाले बिरामी हुँदा उनको शिरमा सुमसुम्याउँदै रातभर जागरम बसेकी थिइन्। पर सुन्तलीले भने निको हुने बित्तिकै सासूलाई बुढी भइस, तेरो हातको गन्ध आउँछ भनेर तिरस्कार गरेकी थिइन्। आज ती सबै यादहरूले सुन्तलीलाई भित्रभित्रै पोलिरहेको थियो। यत्तिकैमा चौतारीको अर्को कुनाबाट गाउँकी एकजना बुढी आमै, जसलाई सबैले काली बजै भन्थे, उनी आइपुगिन्। काली बजै पनि सुन्तलीको स्वभावबाट परिचित थिइन्। उनले सुन्तलीलाई त्यस्तो अवस्थामा देखेपछि व्यङ्ग्य गर्दै भनिन्, ए नानी, तिम्रो त्यो हिरा जवाहरात जस्तो माइती त यता पर्दैन क्यारे, किन यो गरिब गाउँको चौतालीमा आँसु झार्दैछौ? तिम्रो त्यो कसिलो बोली र रातो साडीको धाक कता हरायो? सुन्तलीले टाउको उठाउन सकिनन्। उनले मधुर स्वरमा भनिन्, बजै, मलाई माफ गरिदिनुस्, मैले ठूलो गल्ती गरे। काली बजैले अलिकति कडा स्वरमा थपिन्, नानी, मुख चल्नु र मन चल्नुमा धेरै फरक छ। तिम्रो मुख कैँची जस्तै चल्यो, तर तिम्रो मन कहिल्यै सासूको ममतासम्म पुग्न सकेन। अब के गर्छौ? तिम्रो माइतीको दरबार त बन्द भयो रे भन्ने सुने। सुन्तलीलाई गाउँलेहरूले सबै कुरा थाहा पाइसकेको बुझ्न बेर लागेन। सामाजिक चित्रणको यो पाटो निकै क्रूर हुन्छ। जब कसैले घमण्ड गर्छ, समाजले उसलाई हेरिरहेको हुन्छ, र जब ऊ लड्छ, समाजले उसलाई उठाउनुको सट्टा आफ्ना पुराना तितो अनुभवको बदला लिन खोज्छ। सुन्तलीलाई लाग्यो कि अब उनको जीवनको कुनै अर्थ छैन। तर त्यही समयमा उनले एउटा कुरा याद गरिन्। उनले घरबाट निस्किँदा सासूको कोठामा एउटा पुरानो बाकस देखेकी थिइन्, जुन सासूले सधैँ लुकाएर राख्ने गर्थिन्। सुन्तलीले सधैँ सोच्थिन् कि त्यसमा सुन चाँदी होला र त्यसलाई चोर्ने दाउमा हुन्थिन्। उनले मनमा नै सोचिन्, यदि म अब घर फर्किइन भने म कहाँ जाने? यो रात कसरी काट्ने? उनी बिस्तारै उठिन् र भारी मन लिएर पुनः घरकै बाटो लाग्ने निर्णय गरिन्। तर यसपटक उनी मुखाली बुहारी भएर होइन, एउटा अपराधी झै शिर निहुराएर जाँदै थिइन्। जब उनी घरको नजिक पुगिन्, उनले टाढैबाट देखिन् सासूआमा आँगनमा एउटा दियो बालेर बाटो हेर्दै बसिरहेकी थिइन्। सुन्तलीको मन पग्लिएर आयो। उनले सोचेकी थिइन् कि सासूले ढोकामा ताल्चा लगाएर उनलाई भित्र पस्न दिने छैनन्, तर त्यहाँ त ममताको दियो बलिरहेको थियो। सुन्तलीले आँगनको ढोकाबाट भित्र पाइला राखिन्। सासूआमाले उनलाई देख्ने बित्तिकै केही नराम्रो शब्द बोलिनन्, बरु शान्त स्वरमा भनिन्, नानी, ढिलो भयो, हातमुख धोएर भित्र आऊ, मैले तिम्रो लागि खाना छोपिदिएकी छु। सुन्तलीका खुट्टाहरू अघि बढ्न सकेनन्। उनी थचक्क आँगनमा बसिन् र सासूको खुट्टा समाएर भक्कानिएर रुन थालिन्। आमा, मलाई माफ गरिदिनुहोस्, मैले तपाईँलाई धेरै नै चित्त दुखाएँ। मेरो यो मुखले तपाईँको अपमान मात्र गर्यो। सासूआमाले उनलाई उठाएर अँगालो हालिन्। सासूको यो व्यवहार सुन्तलीका लागि संसारकै ठूलो सजाय जस्तो भयो, किनकि कसैको प्रेमले मान्छेलाई जति पगाल्छ त्यति कसैको गालीले पगाल्न सक्दैन। तर कथाको यो मोडमा एउटा अर्को ट्विस्ट थियो। सुन्तलीले माफी त मागिन्, तर के उनको यो परिवर्तन स्थायी थियो वा यो केवल रात बिताउने एउटा बहाना मात्र थियो? गाउँलेहरूले भोलिपल्ट बिहानैदेखि कुरा काट्न थाले। हेर्नुहोस् त, हिजो घर छोडेर हिँडेकी बुहारी आज फेरि कसरी टाँसिएर बसेकी, यो त नयाँ नाटक होला। सुन्तलीले ती कुराहरू सुनिन्, तर यसपटक उनले जवाफ फर्काइनन्। उनले भान्सामा गएर सासूलाई काममा सहगाउन थालिन्। सासूले भनिन्, नानी, तिम्रो माइतीको कुराले मलाई कहिल्यै रिस उठेको थिएन। मलाई त तिम्रो भविष्यको चिन्ता थियो। यदि तिमीले यसरी नै सबैसँग मुख लाग्ने गर्यौ भने भोलि म नहुँदा तिमीलाई कसले बचाउँछ? सुन्तलीले सासूको त्यो रहस्यमय बाकसको बारेमा सोधिन्। सासूले हाँस्दै त्यो बाकस खोलिन्। सुन्तलीले जे सोचेकी थिइन् त्यहाँ त्यो थिएन। त्यहाँ त सुन्तलीको विवाहको दिनको एउटा सानो जुत्ता, उनको एउटा पुरानो तस्बिर र केही जडीमुटीहरू थिए। सासूले भनिन्, यही हो मेरो सम्पत्ति नानी। तिमी आएको दिनदेखि मैले तिमीलाई छोरी मानेर यी चिजहरू सजाएर राखेकी छु। सुन्तलीको आँखाबाट फेरि आँसु खस्यो। उनले बुझिन् कि वास्तविक धन त सुनमा होइन, सासूको यो विशाल हृदयमा रहेछ। तर के सुन्तलीको यो शान्त स्वभाव धेरै दिन टिक्ला त? गाउँमा एउटा यस्तो नयाँ पात्रको प्रवेश हुँदैछ जसले सुन्तलीको यो नयाँ रूपलाई फेरि चुनौती दिनेछ।
सासू र बुहारीको यो नयाँ सम्बन्धको परीक्षा अब कसरी होला त्यो अर्को रोचक मोडमा पुग्नेछ। सुन्तलीको जीवनमा आएको यो नयाँ परिवर्तनले घरमा एक किसिमको अनौठो शान्ति त ल्याएको थियो, तर समाज र नियतिले उनलाई यति सजिलै छोड्नेवाला थिएनन्। सुन्तलीको धैर्यको वास्तविक परीक्षा सुरु हुन्छ जब उनको जीवनमा सौतानी दिदी वा भनौँ गाउँकै सबैभन्दा चतुर र मुखाली स्त्री झम्कलीको प्रवेश हुन्छ। झम्कली यस्ती पात्र थिइन् जसले अर्काको घरको शान्ति बिथोल्न र सासू बुहारीको सम्बन्धमा आगो झोस्न पिएचडी नै गरेकी थिइन्। उनलाई सुन्तली सुध्रिएको पटक्कै मन परेको थिएन, किनकि सुन्तली र सासू मिलेपछि झम्कलीको गाउँको खबर सुनाउने पसल बन्द हुने अवस्थामा पुगेको थियो। एक दिन सुन्तली आँगनमा बसेर सासूको कपालमा तेल लगाइदिँदै थिइन्। त्यही बेला झम्कली ढाड मर्काउँदै आइपुगिन् र व्यङ्ग्यको बाण प्रहार गरिन्। ओहो, यो के देखेँ मैले? सूर्य पश्चिमबाट उदायो कि क्या हो? हिजोसम्म सासूलाई बुढी कुकुर्नी भन्ने सुन्तली त आज त साक्षात् श्रवण कुमारकी बहिनी पो बनेकी रहेछन्। सुन्तलीको मनमा रिसको झिल्को त सल्कियो, तर उनले सासूको शान्त अनुहार हेरेर आफ्नो मुखलाई नियन्त्रण गरिन्। उनले मुस्कुराउँदै भनिन्, दिदी, मान्छेलाई चेत आउन समय लाग्दो रहेछ, मलाई ढिलो गरी आयो। तर झम्कली कहाँ चुप लाग्नेवाला थिइन् र? उनले सासूतिर हेर्दै भनिन्, बजै नझुक्किनुहोस् है, यो त बाघले घाँस खाएको नाटक मात्र हो। भोलि मौका पाउने बित्तिकै यसले फेरि तपाईँको हुर्मत लिन्छ। यस्ती मुखालीलाई कसरी विश्वास गर्नुहुन्छ? झम्कलीको कुराले सासू आमालाई अलिकति पनि विचलित बनाएन, तर सुन्तलीलाई भने भित्रभित्रै निकै गाह्रो भइरहेको थियो। झम्कलीले फेरि अर्को पासा फालिन्। सुन्तली, तिम्रो माइतीमा त ठूलो काण्ड भएछ नि। तिम्रो बुबाले त तिमीलाई अब कहिल्यै घर नभित्र्याउने भनेर गाउँभरि कसम खाएका छन् रे। अनि तिम्रो त्यो हिरा जवाहरातको धाक त सबै झुठो रहेछ। तिम्रो बुबा त ऋणीले डुबेर घर नै लिलाम गर्ने अवस्थामा पुगेका छन् रे। यो सुन्ने बित्तिकै सुन्तलीको हात काम्न थाल्यो। जुन माइतीको गमण्डमा उनले संसारलाई तुच्छ ठानेकी थिइन्, त्यही माइतीको यस्तो दुर्गति भएको सुन्दा उनको सातो गयो। सुन्तलीले झम्कलीलाई गाली गर्न खोजिन्, तर सासूले उनको हात समातेर इसाराले चुप लाग्न भनिन्। झम्कली गएपछि सुन्तली भक्कानिएर रोइन्। उनलाई लाग्यो कि उनको अहङ्कारको सजाय अब उनको माइतीले भोग्दैछ। उनले सासूलाई भनिन्, आमा, म माइती जान्छु, मेरो बुबालाई मेरो खाँचो छ। तर सासू आमाले निकै गहिरो कुरा गरिन्। नानी, तिमी अहिले जाँदा तिम्रो मुखले फेरि त्यहाँ आगो मात्र जोस्नेछ। पहिले आफ्नो मनलाई शान्त बनाऊ। झम्कलीले भनेका सबै कुरा साँचो नहुन सक्छन्। समाजमा यस्ता धेरै मान्छे हुन्छन् जसले तिम्रो कमजोरीमा नुनचुक छर्कन रुचाउँछन्। सासूले सुन्तलीलाई एउटा नयाँ पाठ सिकाउँदै थिइन्। प्रतिक्रिया दिनुभन्दा परिस्थिति बुझ्नु ठूलो कुरा हो। भोलिपल्ट सासू आमाले सुन्तलीलाई लिएर गाउँको एउटा सामाजिक सभामा गइन्। त्यहाँ झम्कलीले सुन्तलीको बारेमा थुप्रै नराम्रा कुराहरू फैलाएकी थिइन्। सभामा उपस्थित महिलाहरूले सुन्तलीलाई हेरेर काने खुसी गर्न थाले। कसैले भने, हेर हेर, यो त त्यही मुखाली बुहारी होइन जसले सासूलाई घरबाट निकाल्न खोजेकी थिइन्। सुन्तलीलाई त्यहाँ बस्न निकै गाह्रो भयो। उनलाई लाग्यो कि उनको पुरानो स्वभावले गर्दा आज उनी सबैको नजरमा गिरेकी छिन्। तर सासू आमाले सबैका अगाडि उठेर भनिन्, दिदी बहिनी हो, मेरो बुहारीले गल्ती गरेकी थिइन्, तर उनले आफूलाई सुधारेकी छिन्। जसले गल्ती स्वीकार्छ ऊ महान हुन्छ। अब कसैले पनि उनको पुरानो कुरा लिएर खिसिट्युरी नगर्नुहोला। सासूको यो संरक्षण देख्दा सुन्तलीको आँखाबाट श्रद्धाका आँसु खसे। उनले बुझिन् कि सासू केवल घरकी अभिभावक मात्र होइनन्, उनी त सुन्तलीको इज्जत जोगाउने ढाल पनि हुन्। तर व्यङ्ग्यात्मक चित्रणको अर्को पाटो तब खुल्यो जब झम्कलीले फेरि सुन्तलीलाई उक्साउन खोजिन्। ए सुन्तली, यति धेरै नाटक नगर न। हामीलाई थाहा छ तिमी यो बुढीको सम्पत्ति हत्याउन मात्र यस्तो सोझी बनेकी हौ। सुन्तलीले यसपटक मुखले जवाफ दिइनन्। उनले शान्त भएर झम्कलीको नजिक गएर भनिन्, दिदी, मलाई सम्पत्ति होइन, सम्बन्ध चाहिएको छ। तपाईको मुख धेरै चल्छ, तर तपाईको घरमा कोही पनि खुसी छैनन् भन्ने कुरा गाउँलाई थाहा छ। अरूको घरमा आगो लगाउनु भन्दा आफ्नो घरको अँगेनो बाल्नुस्। सुन्तलीको यो परिपक्व जवाब सुनेर झम्कलीको मुख तीनमुख भयो। गाउँलेहरूले पनि सुन्तलीको तारिफ गर्न थाले। सुन्तलीले आफ्नो मुखाली हुनुको शक्तिलाई तार्किक हुनुमा बदलेकी छिन्। उनले बुझिन् कि बोलीलाई हतियार होइन, औषधि बनाउनुपर्छ। तर कथा अझै बाँकी छ। सुन्तलीका बुबा साँच्चै सङ्कटमा थिए कि यो झम्कलीको षड्यन्त्र मात्र थियो? र सासू आमाले सुन्तलीलाई माइतीको त्यो ऋणबाट बचाउन कुन ठूलो त्याग गर्दैछिन्? यो कुराले सुन्तलीको मनलाई फेरि एकपटक हल्लाउनेछ।
सासू र बुहारीको यो सम्बन्ध अब एउटा यस्तो परीक्षामा पर्नेछ जहाँ केवल मायाले मात्र पुग्दैन, ठूलो आर्थिक र सामाजिक त्यागको खाँचो पर्नेछ। सुन्तलीले अब आफ्नो माइती र घरमध्ये कसलाई रोज्लिन् कि दुवैलाई बचाउने कुनै नयाँ उपाय निकाल्लिन्? यो रोचक मोडमा कथा अघि बढ्छ। सुन्तलीको जीवनमा आएको परिवर्तन केवल बोलीमा मात्र सीमित थिएन, अब त्यो उनको कर्म र निर्णयमा पनि देखिन थालेको थियो। कथाले एउटा भावुक र गम्भीर मोड लिन्छ, जहाँ सुन्तलीको माइतीको धाक र सासूको त्याग बीचको वास्तविक टकराव देखिन्छ। झम्कलीले फैलाएको हल्ला पूर्णतया झुटो थिएन। सुन्तलीका बुबा साँच्चै ठूलो आर्थिक सङ्कटमा परेका थिए। उधारो र ऋणको भारीले थिचिएका उनका बुबाले घर नै लिलाम हुने अवस्थामा पुगेको खबर एउटा चिठी मार्फत सुन्तलीको हातमा पर्यो। चिठी पढ्दै गर्दा सुन्तलीका हातहरू काँपिरहेका थिए। उनले विगतमा त्यही माइतीको नाममा सासूलाई कति होच्याएकी थिइन्। आज त्यही माइतीको इज्जत माटोमा मिल्न लागेको थियो। सुन्तली भक्कानिएर आँगनको कुनामा रोइरहेकी थिइन्। सासूआमा बिस्तारै उनको नजिक आइन् र सोधिन्, के भयो नानी, किन यसरी मन भारी बनाएकी? सुन्तलीले रुँदै चिठी सासूको हातमा थमाइन्। सासूले चिठी पढिन् र लामो सुस्केर हारिन्। सुन्तलीले भनिन्, आमा, म कति अभागी रहेछु। जसको घमण्ड गरेर तपाईँको चित्त दुखाएँ, आज त्यही घर भत्किन लागेको छ। मलाई मेरो कर्मको फल मिल्यो आमा, तर मेरा बुबा आमाको के दोष थियो र? सुन्तलीलाई लागेको थियो कि सासूले त्यत्रो घमण्ड गर्थ्यौ, अब भोग भनेर व्यङ्ग्य गर्नेछिन्। तर सासूको प्रतिक्रिया सुन्तलीले सोचेभन्दा बिल्कुलै फरक र हृदय विदारक थियो। सासूआमा आफ्नो कोठामा गइन् र त्यही रहस्यमय बाकस लिएर बाहिर आइन्, जुन बाकसमा सुन्तलीले पहिले सुन चाँदी खोजेकी थिइन्। सासूले बाकसको एउटा गुप्त खण्ड खोलिन्, जहाँ केही पुराना तर चम्किला सुनका गहनाहरू र केही नगद पैसा जम्मा गरेर राखिएको थियो। सासूले ती गहनाहरू सुन्तलीको हातमा राख्दै भनिन्, यो ल्याउन नानी, यो मेरो जीवनभरको कमाई हो। तिम्रो बुबाको घर लिलाम हुन नदेऊ। झोरीको माइती भत्कियो भने उसको शिर कहिल्यै उचो हुन सक्दैन। सुन्तली अवाक भइन्। उनले भनिन्, होइन आमा, यो त तपाईँको बुढेसकालको सहारा हो। मैले तपाईँलाई यति धेरै दुःख दिएँ, गाली गरेँ, अपमान गरेँ, तपाईँ कसरी मेरो लागि यत्रो त्याग गर्न सक्नुहुन्छ? सासूले मुस्कुराउँदै सुन्तलीको टाउकोमा हात राखिन् र भनिन्, नानी, तिमीले मलाई गाली गर्दा तिम्रो मुख मात्र चल्थ्यो, तर तिम्रो मन कहिल्यै खराब थिएन। आज तिमीले आफ्नो गल्ती बुझ्यौ, त्यो नै मेरो लागि सबैभन्दा ठूलो सम्पत्ति हो। यो सुन त केवल धातु मात्र हो, यसले सम्बन्ध जोड्न सक्दैन, तर यसले एउटा घर बचाउन सक्छ भने मलाई यसको लोभ छैन। यो दृश्य देखिरहेकी छिमेकी झम्कली, जो फेरि केही कुरा काट्न भनेर झ्यालबाट चियाइरहेकी थिइन्, उनी पनि स्तब्ध भइन्। उनले सोचेकी थिइन् कि सासूले यो मौकामा बुहारीलाई घरबाट निकाल्नेछिन्, तर यहाँ त ममताको अनौठो गङ्गा बगिरहेको थियो। सुन्तलीले त्यो गहना लिएर माइती जाने निर्णय गरिन्, तर यसपटक उनी एक्लै गइनन्। उनले सासूलाई पनि सँगै लगिन्। माइती पुग्दा त्यहाँको अवस्था निकै दयनीय थियो। सुन्तलीका बुबा शिर निहुराएर आँगनमा बसिरहेका थिए। जब सुन्तलीले सासूले दिएको गहना र पैसा बुबाको अगाडि राखिन् र सबै वृत्तान्त सुनाइन्, तब सुन्तलीका बुबाका आँखाबाट अविरल आँसु खस्यो। उनले सुन्तलीकी सासूको खुट्टा ढोक्दै भने, बजै, मेरी छोरीले तपाईँलाई धेरै दुःख दिए होला, तर तपाईँले त साक्षात् लक्ष्मी बनेर हाम्रो कुल बचाउनु भयो। हामीलाई माफ गरिदिनुस्। त्यो दिन सुन्तलीले एउटा ठूलो पाठ सिकिन्। उनले बुझिन् कि माइतीको धाक लगाएर होइन, कर्मले मान्छे ठूलो हुन्छ। सासूको त्यो निस्वार्थ प्रेमले सुन्तलीको भित्र रहेको बाँकी अहङ्कार पनि पखालेर लग्यो। गाउँमा यो कुरा डडेल्लो झैँ फैलियो। हिजोसम्म सुन्तलीलाई मुखाली बुहारी भनेर जिस्काउनेहरू आज कस्ती भाग्यमानी बुहारी, कस्ती फराकिलो मनकी सासू भन्न थाले। झम्कली जस्ता मान्छेहरू जो अर्काको घर भाड्न हिँड्थे, उनीहरूका लागि यो एउटा ठूलो झापड थियो। यद्यपि कथाको यो भागमा एउटा व्यङ्ग्यात्मक मोड अझै बाँकी छ। सुन्तलीका बुबाको ऋण त तिरियो, तर समाजले अझै पनि सुन्तलीलाई शङ्काको नजरले हेरिरहेको थियो। मान्छेहरू भन्थे, यो त सबै नाटक हो, भोलि फेरि सुन्तलीको मुख चल्न थालिहाल्छ नि। सुन्तलीले यी सबै कुराहरू सुनिन्, तर उनले यसपटक मुखले होइन, आफ्नो सेवाले जवाफ दिने सङ्कल्प गरिन्। सासू र बुहारीको यो सम्बन्ध अब एउटा यस्तो उचाइमा पुगेको थियो जहाँ शब्दहरूको कुनै आवश्यकता थिएन। तर के सुन्तलीले सधैँका लागि आफ्नो बोली नियन्त्रण गर्न सकिलिन् र समाजको यो नकारात्मक सोचलाई कसरी बदल्लिन्?
सासूको त्याग र बुहारीको पश्चातापले घरको जग त बलियो बनाएको थियो, तर समाजको तीखो नजर अझै पनि सुन्तलीकै व्यवहारमा अडिएको थियो। मुखाली बुहारी कसरी आदर्श बुहारीमा रूपान्तरण भइन् र उनले कसरी समाजको मुख थुनिन् भन्ने कुराको तार्किक र व्यङ्ग्यात्मक समापन गरिएको छ। सुन्तलीले अब बुझिसकेकी थिइन् कि शब्दले मान्छेलाई जति सजिलै काट्न सकिन्छ, मौनता र सेवाले त्यति नै गहिरो प्रभाव पार्न सकिन्छ। माइतीको ऋण तिरिएपछि र बुबाको इज्जत जोगिएपछि सुन्तली घर फर्किन्, तर अब उनी पहिलेको सुन्तली थिइनन्। हिजोसम्म सासूले अहराएको काममा हजार खोट लगाउने उनी आज सासूले नभन्दै घरको कुना-कुना चम्काउन थालेकी थिइन्। झम्कली र उनका टोलीहरू अझै पनि चौतारीमा बसेर सुन्तलीकै कुरा काटिरहेका हुन्थे। हेर हेर, यो सुन्तलीको नयाँ नाटक, सासूको सुन हत्याएपछि अब भित्रभित्रै के खिचाडी पकाउँदैछ को जान्ने। झम्कलीको यो कुरा सुन्तलीको कानसम्म पुग्यो। पहिलेको सुन्तली भए त्यहीँ पुगेर ठूलो महाभारत मचाउने थिइन्, तर आजको सुन्तलीले मुस्कुरायन् र तातो तातो खाजा बनाएर चौतारीतिर लागिन्। चौतारीमा पुगेर सुन्तलीले झम्कली र अरू महिलाहरूलाई प्रेमपूर्वक खाजा टक्र्याइन्। झम्कली अक्क न बक्क परिन् र भनिन्, ए नानी, आज के भो, हामीलाई विष हालेर त खुवाउन लागेकी छैनौ नि। सुन्तलीले नम्र भएर भनिन्, दिदी, मलाई थाहा छ, मैले विगतमा धेरैलाई आफ्नो बोलीले चित्त दुखाएकी छु। मेरो मुख मात्र चल्थ्यो, बुद्धि चल्दैन थियो, तर मेरो सासु आमाले मलाई एउटा नयाँ जीवन दिनुभयो। तपाईहरू मेरा आमा जस्तै हुनुहुन्छ, मेरो गल्तीलाई माफ गरिदिनुहोस्। सुन्तलीको यो कुरा सुनेपछि चौतारीमा सन्नाटा छायो। झम्कली जस्तो कडा स्वभावकी आइमाईको पनि आँखा रसाए। उनले बुझिन् कि सुन्तलीको यो परिवर्तन नाटक होइन, वास्तविक हृदय परिवर्तन थियो। घरमा सासु आमाको स्वास्थ्य बिस्तारै कमजोर हुँदै गयो। बुढ्यौली र जीवनभरको सङ्घर्षले उनलाई थला पार्यो। गाउँका मान्छेहरू भन्थे, अब हेरौँ न सासु बिरामी भएपछि सुन्तलीले कस्तो व्यवहार गर्छे। तर सुन्तलीले सासूको सेवामा कुनै कसर बाँकी राखिनन्। दिनरात नभनी सासूको मलमूत्र सोहोर्नेदेखि लिएर खुट्टा मिचिदिने र समयमा औषधि खुवाउने सम्मका सबै काम उनी आफैले गरिन्। उनले भन्थिन्, मैले सासूको सुन त फिर्ता गर्न सक्दिनँ, तर उहाँको बाँकी जीवनमा माया र शान्ति अवश्य दिन सक्छु। सासु आमाले पनि सुन्तलीको सेवा देखेर आँसु झार्दै भन्थिन्, मलाई त लागेको थियो मेरो अन्तिम दिन एक्लै बित्नेछ, तर भगवानले मलाई बुहारी होइन छोरी पठाउनु भएछ। एक दिन गाउँमा ठूलो मेला लाग्यो। मेलामा सबैले आफ्ना घरका कथा सुनाउँदै थिए। त्यहाँ सुन्तलीको खुबै चर्चा भयो। हिजोसम्म मुखाली भनेर बदनाम भएकी उनी आज गाउँकै आदर्श बुहारीको रूपमा सम्मानित भइन्। गाउँका मुखियाले सुन्तलीलाई मञ्चमा बोलाएर सोधे, नानी, तिमीले आफ्नो मुखाली स्वभाव कसरी त्याग्यौ? सुन्तलीले अत्यन्तै सुन्दर जवाफ दिइन्, मुख तबसम्म बढी चल्छ जबसम्म मनमा अहङ्कार र कानमा अरूको कुरा सुन्ने धैर्य हुँदैन। जब मैले सासूको मौनतामा लुकेको विशाल मायालाई बुझेँ, मेरो मुख आफै बन्द भयो। मुख चलाएर मान्छेलाई डराउन त सकिन्छ, तर मन जित्न त कर्म नै चलाउनु पर्ने रहेछ। सुन्तलीको यो कुराले समाजका धेरै सासु र बुहारीहरूलाई सोच्न बाध्य बनायो। व्यङ्ग्यको यो कथाले के सन्देश दियो भने सासु सोझो हुँदैमा बुहारीले हेप्नु हुँदैन र बुहारी मुखाली हुँदैमा ऊ नराम्रो नै हुन्छ भन्ने छैन। केवल एक अर्काको भावनालाई बुझ्ने एउटा सानो प्रयासले घरलाई मन्दिर बनाउन सक्छ। सुन्तलीले आफ्ना माइतीको घमण्डलाई पनि सकारात्मक काममा प्रयोग गरिन्। उनले आफ्ना बुबालाई सल्लाह दिइन् कि सम्पत्तिको धातभन्दा मिहिनेतको रोटी मिठो हुन्छ। कथाको अन्त्यमा सासु आमाको अनुहारमा एउटा सन्तोषको चमक थियो। उनले आफ्नो उत्तराधिकारी फेला पारिसकेकी थिइन्। सुन्तली अब केवल एउटा नाम मात्र थिइनन्, उनी त सहनशीलता र बुद्धिको प्रतीक बनेकी थिइन्। झम्कली जस्ता मान्छेहरूले पनि अब अरूको कुरा काट्न छोडेर सुन्तलीबाट प्रेरणा लिन थाले। घरमा लक्ष्मीको बास भयो र त्यो सानो चिटिक्क परेको घर वास्तवमै स्वर्ग बन्यो। मुखाली बुहारी र सोझी सासूको यो कथाले समाजलाई यो सिकाएर बिदा भयो कि बोलीको तीरभन्दा प्रेमको अङ्गालो 1000 गुणा शक्तिशाली हुन्छ। यसैले एउटा मुखाली बुहारीको जीवनको यात्रा अहङ्कारबाट सुरु भएर समर्पणमा पुगेर टुङ्गियो।